के तपाईँ जापान आउन चाहनुहुन्छ? नयाँ जीवन, सुन्दर अवसर अनि सफलता। तर के तपाईँ तयार हुनुहुन्छ? किनभने जापान आउनु मात्र पर्याप्त छैन, यहाँ टिक्नु र सफल हुनु असली चुनौती हो। के तपाईलाई थाहा छ, हजारौं विद्यार्थी जापान आउँछन्, तर सबैले आफ्नो सपना पूरा गर्न भने सक्दैनन्। के तपाईँ ती सफल विद्यार्थीहरूको समूहमा पढ्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जापान आउन के आवश्यक छ त? सबैभन्दा पहिले जापान आउन तपाईलाई यी दुई प्रमुख कुराहरू आवश्यक हुन्छ। नम्बर 1 मा रहेको छ सही योजना। जापानको कुन शहरमा पढ्ने, जापानिज भाषा सकाएपछि कुन कोर्स लिएर पढ्ने, तपाईको लक्ष्य के हो। नम्बर 2 मा रहेको छ भाषा। तपाईले नेपालदेखि नै यान 5 अथवा यान 4 तहको जापानिज भाषा सिकिसक्नु पर्नेछ। जापान आएपछि भाषा नै तपाईको सफलताको मुख्य आधार हो। अब तपाईलाई लाग्न सक्छ भिसा त पाइयो, पुगिहाल्छ नि, तर भिसा मात्र पाएर जापान आएपछि तपाईले कस्तो सङ्घर्ष गर्नुपर्नेछ त्यो सोच्नु भएको छ? जापान आएपछि वास्तविकता कस्तो छ त? जापान आएपछि तपाईलाई 3 ठूला चुनौतीहरूको सामना गर्नुपर्नेछ। नम्बर 1 मा रहेको छ अध्ययन र कामको सन्तुलन। 12 देखि 18 घण्टासम्मको पार्ट टाइम काम गर्दा पढाइलाई कसरी मिलाउने। नम्बर 2 मा रहेको छ भाषा अवरोध। जापानमा अङ्ग्रेजी त्यति चल्दैन, जापानी भाषा बलियो बनाउनुहोस्, नभए तपाईँ निराश बन्न सक्नुहुनेछ। नम्बर 3 मा रहेको छ एक्लोपन र मानसिक तनाव। नयाँ देश, नयाँ वातावरण, धेरै विद्यार्थीहरू तनावकै कारण आफ्नो लक्ष्य भुल्ने गर्दछन्। के तपाईलाई थाहा छ 70% विद्यार्थीहरूले पहिलो वर्षमै पढाइ छोड्न सोच्ने गर्दछन्, तर त्यसबाट बाहिर निस्किने उपाय पनि छ है त। सफल विद्यार्थी बन्न के गर्नुपर्छ? जापानमा सफल हुन चाहनुहुन्छ भने यी कुराहरू अपनाउनुहोस्। नम्बर 1 मा रहेको छ समयको सही व्यवस्थापन। पढाइ र काम दुवैमा सन्तुलन राख्न सिक्नुहोस्। नम्बर 2 मा रहेको छ नेटवर्किङ। राम्रो साथीहरू बनाउनुहोस्, सिनियर विद्यार्थीहरूसँग सम्बन्ध राम्रो राख्नुहोस्। नम्बर 3 मा रहेको छ जापानिज भाषा र सिपको विचार। जापानमा यान 2 अथवा यान 3 भयो भने काम पाउन यति गाह्रो भने हुँदैन र केही टेक्निकल स्किलहरू पनि आवश्यक हुन्छ। जापान तपाईलाई अवसर दिन्छ, तर तपाईले ती अवसर समात्न सिक्नुपर्छ। अब तपाईमाथि निर्भर छ, तपाईँ सधैँ सङ्घर्षमै अल्झिरहने विद्यार्थी बन्न चाहनुहुन्छ वा आफ्नो लक्ष्य पूरा गर्ने सफल विद्यार्थी। तपाईले यो भिडियो हेर्नुभयो, अब तपाईको पहिलो कदम के हुनेछ कमेन्टमा लेख्नुहोस्। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, अरू विद्यार्थीहरूलाई सेयर गर्नुहोस् र यस्तै मोटिभेसनल भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्।